नमस्कार साथीहरू। ल आज पनि सदाका जस्तै मेरो फर्ममै व्यस्त भएको अवस्था छ। ल म चाहिँ यहाँ अलिकति र फर्ममा यो ड्र्यागन फ्रुटको चाहिँ नि हाँगाहरू निकाल्ने हिसाब किताबले आइरहेको छु। पुरा ड्र्यागन फ्रुटको चाहिँ नि यी बच्चाहरू पलाइरहेको अवस्था छ। अब यो चाहिँ नि तपाईको वैशाखतिर चाहिँ नि तपाईको यो चाहिँ नि फुल्न थाल्छ। त्यसले गर्दा अहिले यसलाई पानी त्यहाँदेखि तपाईको मलहरू लाउने प्रक्रिया चालु भइरहेछ। ल यो रोड पारी पनि छ। यताको चाहिँ यो तपाईको अस्ति भर्खर रोपेको छु। यो रोड पारी पनि छ यतातिर। यता यस्तो छ है साथीहरु। ल अब भर्खर यो 2 साल पुगेको छ। अब 2 साल मात्र भइरहेछ। अब अझै 2 साल पछाडि चाहिँ मजाले झ्याङ हुन्छ यसको। अहिले चाहिँ भर्खरकै छ, फल्न थालिसकेको छ। ल है साथीहरु, ल म चाहिँ यहाँ यसको मुना काट्दै पानी लाउँदै अहिले चाहिँ बसाइ छ है साथीहरु। ल धन्यवाद।